अझै यहाँलाई कहिले हेर्दा उनीलाई सधैँ म यहाँ महिलाको कथा कसरी लेख्नुभयो भनेर धेरैले सोध्नुहुन्छ। अनि मैले के भन्छु भने एउटा सेती गाईलाई प्रतीक बनाएर भन्छन्, त्यो सेतीको सेतो फुकाल्न मिल्दैन, मेरो सेतो फुकाल्न मिल्छ। मेरो सेतो फुकाल्दाखेरि म अरू सधुवा महिला जस्तै हुन्छु। साँच्चै भगवान, पाप लाग्ने भए सबैभन्दा धेरै पाप तिमीलाई नै लाग्ने थियो। यो डाइलग एक किताबमा पनि